सो सेकेन्ड ह्यान्डकै कुरा गर्दाखेरि चाहिँ हामीसँग अहिले रहेको छ रेजेड आर है। रेजेड आर एफआईमा 2021 मोडलको है सिङ्गल ह्यान्ड अहिलेसम्म जेन्युन 25,000 चान्जुन गुडेको छ। सो स्कुटर चाहिँ अहिलेसम्म स्मुथै चलिरहेको छ। मैले हिजो लिएर आएको थिएँ, राम्रै छ। माइलेजदेखि लिएर है पिकअप पनि ठिकै छ। पुरानो हो, सर्भिसिङ गर्ने टाइम भएर नि हुनसक्छ है। सो सबै कुरा राम्रो छ। रेड कलरमा चाहिँ यदि कोही इन्ट्रेस्टेड हुनुहुन्छ या रेजेडआर खोज्दै हुनुहुन्छ भने चाहिँ होइन, म एउटा नम्बर राखिदिन्छु, त्यो नम्बरमा कल गर्नु होला। कुनै बाइक किन्नु पऱ्यो या बेच्नु पऱ्योमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ सबैजनाले है। कुनै सङ्कोच मान्नु पर्दैन। बाहिरी भ्यालुएसन भन्दा राम्रै भ्यालुएसन दिनेछु। होप सबैलाई चित्त बुझ्छ होला मेरो भ्यालुएसन है। होप मात्र हो, फेरि नट स्योर है। तर स्कुटर खोज्दै हुनुहुन्छ भने चाहिँ एकदम राम्रो छ है स्कुटर चाहिँ। मदर फदर भन्नु पर्ने, के गर्नु है, यस्तै छ। एनिवे अब हामी चाहिँ तपाईँलाई सिधै उता सोरुम गएर भेट्नेछौँ है। सोरुममा पुगेर के हुँदैछ कसो हुँदैछ। आज अलिकति ढिला भयो निस्किनलाई, यस्तै छ है। सो सोरुममा पुगेर चाहिँ म तपाईँलाई भेट्नेछु। सोरुमबाट फर्किँदाखेरि भेट्नेछु है। सबै कुरा हुनेछ। सो स्टे कनेक्टेड है, स्टे टच। तर आजको लागि चाहिँ भिडियो आज यहीँ अन्तिम गरौँ कि सोरुम गएर अन्तिम गरौँ भइरहेछ होइन। किनकि आज धेरै पछि पहिलो भ्लग हो नि त। किनकि केही पनि सोचेको छैन, यत्तिकैको हावाताला बनाइरहेको छु नि त मैले भिडियो। त्यही भएर हो, सोरुम पुगेर चाहिँ देखाउँछु सोरुम। कुन कुन बाइक चाहिन्छ तपाईँलाई, के चाहिन्छ भन्ने कुरा चाहिँ तपाईँ आफै भन्नु होला कमेन्टमा। एनिवे सी यु इन अ बिट सोरुममा पुगेर है।